हेलो सबैजनालाई वेलकम अनि सबैजनालाई नमस्ते मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ म कहाँ गइरहेको भन्नुहुन्छ भने म चाहिँ मेरो अपार्टमेन्ट नजिकैको ठाउँमा चाहिँ यतिकै स्कुटरमा हिँडिरहेको। अनि कस्तो यस्तो मौसम भइरहेको थियो कि कस्तो राम्रो। अनि यसमा चाहिँ मलाई कस्तो भिडियो खिच्न मन लाग्यो अनि स्कुटरमा भिडियो खिच्दै खिच्दै हिँडिरहेको। अनि हेर्नु सक्नुहुन्छ कति राम्रो सिनहरू देखिरहेछ। मलाई चाहिँ यस्तो कलरफुल भएको चाहिँ एकदमै मनपर्छ। मेबी सबैजनालाई नै मनपर्छ है। अनि मलाई चाहिँ भिडियो खिच्नु एकदम मन परेर हो। अनि सबै भुइँभरि चाहिँ पातहरू झरेर रोडहरू चाहिँ अलिकति फोहोर भनौँ कि अलिकति त्यस्तो देखिरहेछ। तर पनि मलाई चाहिँ एकदम रमाइलो लाग्छ यस्तो मौसम। अनि एकदम कलरफुल पनि कस्तो हो कि कोही येल्लो, कोही रेड, कोही कस्तो पिङ्क भन्नु कि त्यसलाई के भन्नु ओरेन्ज, त्यस्तो कस्तो कलरफुल हुन्छ है। अनि मलाई चाहिँ एकदम मनपर्छ यस्तो मौसम चाहिँ, यस्तो सिजन चाहिँ। अनि मलाई चाहिँ एकदम युट्युब च्यानलमा चाहिँ मैले सानो भिडियो हाल्नु मन पर्यो। अनि सबैजनाले हेरिदिनु होला। अनि यहाँनिर चाहिँ यस्तो मौसममा चाहिँ स्कुटर लिएर यता वरपर हिँड्नु चाहिँ एकदम रमाइलो हुन्छ है। यो चाहिँ फेरि साइक्लिङ लेन मात्रै हो कि। अनि गाडीहरू चाहिँ पार्क चाहिँ गर्छ, तर पनि गाडीहरू चाहिँ एभ्री टाइम चाहिँ चल्नु दिँदैन। तर पनि यस्तो अब बाटो चाहिँ हुन्छ, तर पनि चलाउनु चाहिँ खासै दिँदैन। अनि अब मेरो अपार्टमेन्ट चाहिँ आइपुग्न लाग्यो। यो चाहिँ मेरो अपार्टमेन्टको नजिकै हो। यहाँ चाहिँ हिउँ पर्दा पनि एकदम रमाइलो हुन्छ है, किनकि यहाँ चाहिँ गाडीहरू चल्दैन, हिँड्नु दिँदैन, जे भए पनि हिँड्नु चाहिँ दिँदैन। अनि यहाँ चाहिँ मान्छे र साइक्लिङ मात्रै, त्यही भएर एकदम रमाइलो हुन्छ भन्दै म चाहिँ मेरो अपार्टमेन्टको अगाडि नै अब आइसकेँ। यहाँ चाहिँ बस जाँदैछ। मेरो अपार्टमेन्ट फाइनल्ली आइपुगेको छ। अनि सबैजनालाई थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा। अनि सबैजनाले सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, बाई बाई, सी यू नेक्स्ट भिडियो।